हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। अहिले चाहिँ म यहाँ लिमासोलको यो पार्कको नाम चाहिँ एक्चुअल मलाई ठ्याक्कै एड्रेसै थाहा भएन, तर म चाहिँ डिटेलमा हजुरलाई राखिदिन्छु यो पार्क चाहिँ कहाँ हो भनेर। म हजुरलाई यस्तो राउन्ड पनि देखाउँछु। यहाँ मेरो क्यामेरा वुमेन चाहिँ यस्तो प्रिटी हुनुहुन्छ, सो प्लिज क्यामेरा घुमाइदिनु होला। यो चाहिँ मोलस पार्कबाट चाहिँ 10 to 15 मिनट लाग्दो रहेछ वकिङ डिस्टेन्समा। ड्राइभ गर्दाखेरि चाहिँ 4 मिनट्समा आउनु हुँदो रहेछ। अनि यो पार्क चाहिँ मैले देखाउनुको मेन रिजन चाहिँ के हो भने अब आउने जुन 7 चाहिँ यहाँ चाहिँ अब हाम्रो एउटा फेस्टिभल भनौँ न, फुड फेस्टिभल अनि वर्ल्डको टेस्ट भनेर चाहिँ एउटा उहाँहरूले सिपेटहरूले गर्नुभएको प्रोग्राम हो। अनि त्यो प्रोग्राममा चाहिँ हाम्रो नेपाली फुडहरू पनि हामीले सर्भ गर्छौँ र प्लस चाहिँ हाम्रो कल्चरल डान्स अनि अस्ति हामीले त्यो फिमी फिस साइप्रसमा गरे जस्तै सेम हामीले त्यो आफ्नो नेपाली कल्चर, आफ्नो नेपाली योपालि चाहिँ हामीले स्पेसली हाम्रो टेस्ट पनि देखाउन गइरहेको छौँ र सबैजनालाई टेस्ट पनि गर्न लागेको छौँ हाम्रो आफ्नो नेपाली फुड। टाइमिङ चाहिँ अलिकति कस्तो हो भने साँझको 6 बजेबाट स्टार्ट भएर रातिको 11-12 बजीसम्म हुँदो रहेछ। अब कतिजना चाहिँ अब आई क्यान अन्डरस्ट्यान्ड, कतिजना अब आउन भ्याउनु हुँदैन होला, अब कतिजना त्यस्तै अब काम गर्नुहुन्छ, त्यही भएर इट्स टोटली फाइन। तर जतिजना पनि आउन सक्नुहुनेहरू चाहिँ आउन सक्नुहुन्छ। हाम्रो नेपाली डान्सहरू देखि लिएर हाम्रो कल्चर अनि हाम्रो खाना हजुर पनि टेस्ट गर्न आउन सक्नुहुन्छ। अनि यहाँ चाहिँ आई थिङ्क यही हुन्छ होला, नट ओन्ली हाम्रो नेपाली मात्रै, अरू डिफ्रेन्ट कन्ट्रीहरूको पनि फुडहरू हुन्छ यहाँ। हजुरहरूलाई यो ठाउँ चाहिँ थाहा छ भने चाहिँ हजुरहरू पनि जुनको 7 आउनु होला। अनि अफकोर्स म त अब आइहाल्छु। स्पेसली चाहिँ लिमासोलमा बस्नेहरू चाहिँ सबैजना आउनु होला। अब निको स्याबर चाहिँ आउनु अलिकति गाह्रो हुन्छ, तर लिमासोलको चाहिँ सबैजनालाई वेलकम गर्न चाहन्छु। सबैजना आउनु होला। अनि म चाहिँ हजुरलाई अब यो पार्कको चाहिँ अराउन्ड देखाउँछु कसो, अनि सबै डिटेलहरू चाहिँ म हजुरलाई क्याप्सनमा अदरवाइज यहाँ राखिदिन्छु, अनि त्यो हेरेर पनि आउन सक्नुहुन्छ। सो त्यही हो, बाई बाई, सी यू अन जुन 7, बाई।